जान्न गाउँ के गर्ने होला। ममता दिदी पनि कहाँ जानुभयो। अब अहिले भाग्न मिल्दैन। रातिमा यो आन्टी सुतिसक्नु भएपछि म र ममता दिदी भागौँला। मैले अस्ति नै जिस्केर तेरो बुढीलाई लगेर हस्पिटलमा उपचार गर भनेर भनेको साँच्चीकै ल्याएछ कि क्या? खोइ छोड्नुहोस् मेरो बाटो। मलाई यसरी बाटोमा जिस्काएको मन पर्दैन। अनि के भन्यो त डाक्टरले? अनि तेरो दिमाग त ठिक छ नि कि खानु नपाएर पिक्नी बेच्न आइस् त? तेरो जडिया लौनीले तेरो कदर गर्दैन बुझिस्? यसो विचार गर, मैले भनेको मान बुझिस्? मैले भने मानिस पनि तँलाई मालामाल बनाइदिन्छु। खुसी हुने कुरा नै छ नि त काई साहब, त्यही भएर खुसी भएको त। शान्ता, तिमी त धेरै खुसी छौ त। अनि के छोरालाई रगत दिने मान्छे भेट्यौ क्या? हजुर भेटाइसक्यो। अहिले त रगत पनि चढाइसक्यो, छोरालाई राम्रै छ। अनि कसले दियो नि हाम्रो छोरालाई रगत? अरू कसले हुनु नि, चञ्चलीले दिएको नि हाम्रो छोरालाई रगत। चञ्चलीलाई त हामीले पहिला तपाईँले नराम्रो सोच्नुहुन्थ्यो, चञ्चली त हामीले ठुलो गुण लागेको छ। कस्तो हुनु नि, गाउँबाट कहिले सर्न गएका मान्छे गाह्रो त भइहाल्छ नि। त्यही पनि मैले बस्ने व्यवस्था मिलाइदिएको छु। अब त भीमदाईले पनि काम गर्न थालिसक्नु भएको छ। खै मलाई त त्यो मान्छेले काम गर्ने खाला जस्तो त लाग्दैन सर। फेरि पनि सहरमा गएर जाड रक्सी खान थाल्यो भने त ती चञ्चली भाउजूको बिजोकै हुन्छ नि सर। अब त त्यसो नगर्लान्। छोरो हराएदेखि निराशै छन्। अब आफूले गरेको गल्तीको सजाय परिवारले पाएपछि लज्जितै छन् उहाँ। खै सर, धेरै तनावमा आएर पनि त खान सक्छन् नि। घर चाहिँ छैन ती दाइको। बिचारी चञ्चली भाउजू, कहिले सुख भएन उहाँलाई। मल्लिका दिदीकोमा पुऱ्याएको मलाई बस आज मल्लिका दिदीकोमा पुऱ्याउन मात्र तँलाई। हेलो, कहाँ छस्? आज यसलाई मल्लिका दिदीकोमा लानुपर्ने भने तँलाई थाहा छैन? म यहाँ जङ्गलमा छु। यतिखेर जङ्गलमा कोही हुँदैन। छिटो आइज। अहिले नै लानुपर्ने? अहिले नै लानुपर्ने। ए ल ल, म आइहालेँ। आज पुरै पैसा पाइन्छ होला नि हैन? खाली पैसा पैसा पैसा। पहिला काम चाहिँ गरौँ न, के को पैसाको कुरा गरे? ल ल, म आएँ। ल छिटो आइज। होइन, 3 दिनसम्म पनि खाना नखाइकन बस्दा पनि कति बोलाएको होला यसलाई त। धेरै नगर। अहिले त कागजले मात्रै नत्र भने रुखको घोचरी घटीसटी निचरतिर तेरो छेडिदिन्छु नि फेरि म, बुझिस्? धेरै उकुक नगर। यतिखेरसम्म आउँदैन, कहाँ मरेको होला साला। त्यसलाई म आज माटो मुनि गाडिदिन्छु। मरु मरेको त। चुप लाग। त दिमाग खाइसक्यो यिनीहरूले। कति सिक गरेको। चुप लागेर बस। राधा बहिनी, यहाँ हुनुहुन्छ तपाईँ? नमस्ते कजिनी साहब। नमस्ते। अनि राधा बहिनी, घरमा त काम राम्रोसँगले गरिदिनु भएको त छ नि? हजुर कजिनी साहब, राम्रैसँग गरेको छु। अनि कजिनी साहब, हजुर मात्रै आउनुभएको? काजी साहब र साना काजी साहब आउनुभएको छैन? किन नआउनु नि, आउनु भएको छ। त्यसैले त सोधेको त, काम कुरा के कस्तो छ भनेर। अनि भनेको जस्तो काम भएन भने त काजी साहब रिसाउनु हुन्छ नि। अनि घर पुगिसक्नु भयो र काजी साहबहरू? आउँदै हुनुहुन्छ। म चाहिँ सानो काजीलाई लिएर घर सरासर आएँ। काजी साहबको चाहिँ त्यहाँ बेसीमा अलिकति काम छ अरे, त्यही भएर आउनुहुन्छ अहिले। यो बारीमा मल हाल्ने काम थियो, त्यो पनि अहिले सकिहाल्यो। अब बाख्राहरू गाईबस्तु हेर्नलाई बिर्खेला खटाएको छु। काम त सबै राम्रोसँग गरिसकेँ मैले कजिन साहब। ढुक्क भएँ। अब उसो भए जाउँ, सानो काजी भोगाएको छ, खाजा बनाउनु पर्छ अब। हस् कजिन साहब। साना काजीलाई के भएको कजिन साहब?
अहिले फेरि भित्तामा टाँसेर अगरबत्ती बाल्दैछु तँलाई बुझिस् भयो आउन मल्लिका दिदीले केटीलाई किन मगाएको नि तँलाई के कसो कता त्यो केही चासो नराख पैसासँग सरोकार छ पैसा गन्त बुझिस् यो केटीलाई घिसार्दा घिसार्दा मेरो पातो दुखिसक्यो बुझिस् अब त घिसार अनि भावना कति भयो त तँले मल्लिका दिदीसित काम गरेको जति भयो नि तँलाई किन भन्नु अनि अचानक खोजी निधि तँलाई किन कतै सुराकीको काम त गर्न लागिनस् तैँले अहिले पनि सुराकी त गर्दैछु नि कहिले तेरो सुराकी कहिले मल्लिका दिदीको पैसाले मान्छेलाई कहाँ कहाँ पुर्याउँछ कहिले हँसाउँछ कहिले घुमाउँछ बुझिस् भनेपछि मैले पनि मल्लिका दिदीको चाँडै दर्शन पाउने भएँ पाउँछस् बाबु पाउँछस् हतार किन गर्छस् मल्लिका दिदीको नजरमा परेपछि उस्किन चाहिँ गाह्रै छ ल शान्ता बेसी गाउँको जग्गा तेरो नाममा पास गरिदिन्छु पर्दैन मेरो नाममा बरु छोराकै नाममा गरिदिनुहोस् न होइन होइन भोलि पछि के पर्छ एउटा जग्गा त तेरो नाममा पनि पास गरिराखिदिनु पऱ्यो नि ओइ कोही आइजस् त यसलाई हटम छिटो लिएर हिँड भनेको छिटो लिएर हिँड किसार 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 सानो काजीलाई बेलैमा हस्पिटल लगेर राम्रो गरेछौँ है शान्ता हो नि काई साहब यसमा पनि त्यो चञ्चलीको ठुलो हात छ बेलायमा चञ्चलीले आएर रगत नदिएको भए आज हामी यति धेरै खुसी हुने थिएन हुनु चाहिँ हो यसले गुण चाहिँ लाइ हाम्रो धेरै दुःख पायो चञ्चलीले अहिले त झन् भीमेले सहर लगेर बिल्ली बाट पारेछ र के भयो नि त्यस्तो 2-4 दिन भइसक्यो रे कोठामा त आएको छैन रे के भएछ त त्यस्तो त गर्नु नपर्ने त्यसले लगाओस् हिँड्छौँ हामी पनि हस् हिमे त सुत्रिया जस्तो लागेको थियो फेरि के भएछ त्यसलाई खोइ मलाई पनि त्यस्तै लाग्यो ओइ के गर्ने भनेको अब म चाहिँ के आउनु नि अब यसलाई आज जसरी भए पनि मल्लिका दिदीको पनि पुऱ्याउनु पर्छ यो गाउँलेहरूसँग लुकाएर बुझिस् छिटो सोच पक्क म सोच्दैछु अब सुन के गर्ने भन्दाखेरि यसलाई खोइ त केटी ओ भागे हिँड छिटो हिँड सामु ओइ सामु त्यसलाई छिटो अब यही बाटो हिँड्नु पर्यो आफ्नै गाउँ पनि कति टाढा जस्तो लाग्छ त्यही त अब त यो जङ्गलमा एक्लै दुक्लै हिँड्नु नि कति डर भयो है चञ्चली त्यही त भने पहिला त यस्तो हुँदैन थियो त्यही त भनेको गाउँमा गोबर ग्यास र सिलिन्डर ग्यास आएपछि त अहिले दाउरा खोज्ने नि काम भयो हो त डोल्मा दिदी अब हेर्नु न भएका गाउँका तन्नेरा तन्नेरीहरू पनि परदेशतिर लागिहाले अब बुढाखाडा मात्रै छन् अब वस्तुभाउ पाल्न ओर्नलाई काम गर्ने कोही छैन अब वस्तुभाउ पाल्ने ओर्ने भए पो गाउँतिर घाँसेहरू आउँथे यसो चहल पहल हुन्थ्यो दाउरेर घाँसेको त्यो पनि भएन त्यही भएर यो गाउँ शून्य भयो के हो केही कराएको जस्तो सुन्छ नि तिमीले नि सुन्यो चञ्चली आवाज त आइरहेछ एकचोटि सुन्नु त तपाईँ पनि कतातिर हो हो त कता बचाउ बचाउ बहिनी जस्तो लाग्छ मलाई त ऊ यता जस्तो छ दिदी जम त जम त जम ल ल जाउँ बचाऊ बचाऊ अप्सरा लौ न कसले हो यस्तो यो तँलाई यो त डोल्मा दिदी बोल्नु न यो झन्डै मारेछ ल नानीलाई लौ न कसले हो यस्तो गरे यस्तो अप्सरालाई ल ल ल ल ल ल डोल्मा दिदी के भएको यस्तो यो अब यो को रहेछ यो यस्तो बान्ने
हेर्नु त डोरी पनि कता तर्दा आमा भागिहाल्यो यहाँ नबस्नु आमा ती मान्छेहरू पिछा गरेछ नि हाम्रो को मान्छे हो अप्सरा त्यो अस्तिका मान्छेहरू अब भागो के को रहेछ यो हाम्रो पछि गर्ने अस्तिको मान्छेहरू डोल्दा दिदी जुन हाम्रो लगाएर थियो नि तिनीहरू आइरहेछ अर्कपुर गाउँ यही हो यही हो काइसेपको घर चाहिँ कहाँ हो यहाँ यो अलिअलि जानु त्यहाँ ठुलो घर आउँछ त्यही हो काइस साहबको घर हस् धन्यवाद यो केटी को रहेछ कहिले आउँछ टोलमा दिदी छोड्दै नानु मैले को भनेर चिनिसकेको छु हिँड्नु न मैले हामी यहाँ मेरो चक्कर एउटा आइमेला पनि तलाउन सक्ने छैन छैया मरे के हो यति काम पनि गर्न सकेन उनीहरूलाई त कहाँ छोड्छु र म ओइ उठ न छिटो उठ उठ भनेको उठ भनेको छिटो मरे के हो आइमाईहरूसँग पनि तैँले खाइ खेल्न सकेको छैन मलाई पनि त हेर्नु तेरो अझ थप्नु आइज यहाँबाट मर्नु अर्कोमा जाति सम्पूर्ण गएर मर साल भावनासँग जोडी खेल्ने होइन अब थाहा पाउँछस् मल्लिका दिदीलाई भेट्ने तेरो पैसा पनि मेरै हो बुझिराख हेलो 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 सर मिसन के भयो कहाँ हुनुहुन्छ तपाईँ तपाईँ कहाँ हुनुहुन्छ म यहाँ जङ्गलको भित्र छु यहाँ छिटो मलाई उद्धार गर्न आउनु मलाई हेल्थ पोस्ट लानु छ हजुर सर कहाँ यहाँ तल्लो खोजमा छु म अस्ति घटना भएको ठाउँमा हो हजुर यो सब कुरा छोड्नुहोस् तपाईँ मलाई छिटो यहाँ रेस्क्यु गर्न आउनु ए हस् सर म आइहालेँ छिटो आउनु